हेलो नमस्ते साथीहरू। म चाहिँ अहिले हेर्नुहोस् न यस्तो जङ्गल भएको ठाउँमा आएको छु। म तपाईँलाई आजको दिनमा चाहिँ मेरो बाल्यकाल बितेको ठाउँ चाहिँ म तपाईँलाई देखाउँदैछु। यो ठाउँ चाहिँ साँच्चै नै है, यो बगर देख्नुहुन्छ तपाईँहरूले, उतापट्टि डाँस खोला भन्ने छ होइन। यही ठाउँमा चाहिँ अनि यहाँ यो पनि हो, यो पनि यो जङ्गल अहिले देखिराख्नु भएको छ नि, यो चाहिँ पुरा हामी सानो छँदाखेरि चाहिँ यो चाहिँ पुरै चौरी थियो अनि हामी त्यहाँ फुटबल खेल्ने, अब पिट्टु खेल्ने, गोला खेल्ने, छुर खेल्ने, अब भनौँ न केटाकेटीमा एकदमै धेरै हामी चाहिँ यो ठाउँमा चाहिँ खेलहरू खेल्थ्यौँ। अनि स्कुल छुट्टी हुने बित्तिकै चाहिँ हामी आएर यो बगरमा चाहिँ यो चौरीमा चाहिँ हामी आफ्नो वस्तुहरू भनौँ न गाई गोरु राँगाहरू चराउनको लागि चाहिँ हामी यो ठाउँमा आउँथ्यौँ होइन। अनि यहाँनिर बसेर चाहिँ हामी एकदमै साथीहरू धेरै भेला हुन्थ्यो। त्यो समयमा चाहिँ सबैजना चाहिँ भनौँ न मोबाइलहरू थिएन। अनि त्यतिखेर चाहिँ टिभी त थियो, तर पनि टिभी पनि ब्याट्रीबाट चल्ने भएको कारणले गर्दाखेरि राति मात्रै हेर्ने चलन थियो। दिउँसो चाहिँ खासै हेरिँदैन थियो, किनभने ब्याट्री छिटै सकिन्थ्यो। अनि दिउँसो हेर्दाखेरि त्यो कारणले हामी चाहिँ एकदमै धेरै यो भनौँ न शारीरिक गेमहरू चाहिँ हामी एकदमै धेरै खेल्थ्यौँ। अहिलेको केटाकेटीहरू चाहिँ तपाईँको मोबाइलमा चाहिँ एकदमै व्यस्त हुन्छन्, मोबाइलकै गेमले गर्दाखेरि व्यस्त हुन्छन्। त्यो कारणले पनि अहिलेको नानीहरूमा चाहिँ स्वास्थ्यमा एकदमै धेरै गडबडी अथवा स्वास्थ्यमा चाहिँ एकदमै धेरै हानि भएको देखिन्छ। पहिला चाहिँ हामी त्यस्तो खालको गेमहरू हामीसँग थिएन त थियो, तर त्यो सानो भनौँ न ब्रेक गेमहरू, भिडियो गेमहरू के थियो, सानो मोबाइल जस्तो एउटा डिभाइसहरू पाउँथ्यौँ। त्यसमा चाहिँ हामी खेल्ने गर्थ्यौँ, तर पनि त्यो चाहिँ खासै धेरै खेल्दैन थियौँ। हामी चाहिँ शारीरिक रूपमा एकदमै भनौँ न व्यायामहरू गर्नेदेखि लिएर फुटबल खेल्नेदेखि लिएर हरेक कुरामा चाहिँ हामी त्यसरी चाहिँ एक्टिभ हुन्थ्यौँ त्यो समयमा चाहिँ। अहिलेको जेनेरेसनमा चाहिँ त्यो छैन। अनि मलाई अचम्म लाग्छ त्यो कुराहरू सम्झिँदाखेरि। त्यतिखेरको बच्चाहरू त्यति साह्रो बिरामी पनि हुन्थेन। त्यतिखेरको केटाकेटीहरू, हाम्रो एजको केटाकेटीहरू चाहिँ त्यो समयमा बिरामी त्यति धेरै हुन्थेन। त्यही भयो भने बरुभन्दा अशिक्षाको कारणले भनौँ न सरसफाइ अलिक कम गरेको कारणले चाहिँ बिरामी हुन्थ्यो। तर यो नाना थरी अनेक किसिमको रोगहरू चाहिँ त्यो बेलाका केटाकेटीहरूलाई लाग्दैन थियो क्या। तर अहिलेको केटाकेटीहरूलाई हेर्नुपर्छ, हरेक खालको रोगहरू भयो होइन, मानसिक रोगहरू भयो, शारीरिक रोग, हरेक किसिमको रोगहरू अहिले चाहिँ अत्याधिक मात्रामा देख्न पाइन्छ साथीहरू। अनि मलाई यो पनि लाग्छ कि त्यो समयमा चाहिँ एकदमै धेरै केटाकेटीहरू चाहिँ बाल्यकालमा चाहिँ एकदमै धेरै अनि शारीरिक रूपमा गेमहरू खेल्ने भएको कारणले गर्दाखेरि चाहिँ सायद त्यो रोगहरू चाहिँ नलागेको जस्तो लाग्छ साथीहरू होइन। तपाईँहरू के भन्नुहुन्छ यसमा? मलाई चाहिँ त्यो लाग्छ। अनि अहिलेको केटाकेटीहरूमा चाहिँ एकदमै धेरै मोबाइलै मात्रै झुमिने, अनि टेक्नोलोजीमा त एकदमै धेरै अगाडि छन् अहिलेको केटाकेटीहरू, तर पनि आफ्नो शरीरमा चाहिँ उनीहरू अलिकति कमजोर हुँदै गएका छन्। अनि यो चाहिँ एकदम दुःखलाग्दो कुरा हो। तपाईँहरूलाई पनि सायद थाहा होला यो कुरा चाहिँ होइन। अनि म तपाईँलाई यही हो, हामी बाल्यकालमा हामीले बिताएको ठाउँ चाहिँ यही हो। अनि म चाहिँ सानो छँदाखेरि नै अब स्कुलबाट आइसके पछाडि मेरो भाइ, कान्छा भाइ अनि दिदीहरू हुनुहुन्थ्यो। अनि उहाँहरूसँग चाहिँ हामी अब आफ्नो वस्तुहरू लिएर चाहिँ लिन अलरेडी ठोकिसकेको हुन्थ्यो बिहानै होइन। यहाँ चाहिँ अब चराउनलाई हामी बेलुका 3:30 बजेतिर स्कुल छुट्टी भइसके पछाडि चाहिँ अनि हामी सबैजना यो गाउँभरिको मान्छे भयो, अनि पारिपट्टिको पनि सम्पूर्ण चाहिँ उनीहरूको एरियातिर आउँथे वस्तुहरू चढाउन। हामी पनि यहाँ सबैजना चाहिँ चौरीमा भेला हुने गर्थ्यौँ क्या त्यो समयमा चाहिँ। अनि एकदमै धेरै रमाइलो हुन्थ्यो। अनि त्यस पछाडि तपाईँको अब अलिक हामी 12-13 वर्ष हुँदै गए पछाडि चाहिँ अलिक कम हुँदै गयो मानिसहरू। भनौँ न अब हरेक कुरामा भुलिन थाल्यो, अब टिभीदेखि लिएर अनि यस्तै मोबाइलहरू आउन थाल्यो। त्यस पछाडि भनेको चाहिँ मान्छेहरू भुलिँदै लास्टमा त यो बगर सुन्नै हुन थाल्यो क्या। गाई गोरुहरू पनि लगभग मान्छेले पाल्न छोडे। अनि अहिले त हेर्नुहोस् न, खासै देखिँदैन, यो जङ्गल भइसक्यो यो ठाउँ पनि। हुन त यो जङ्गल भएको एकदमै राम्रो हो, अक्सिजनको लेभल चाहिँ एकदमै बढी मात्रामा यो जङ्गलमा चाहिँ पाइन्छ साथीहरू होइन। जङ्गल हुनु भनेको चाहिँ हाम्रै मानव स्वास्थ्यका लागि चाहिँ एकदमै अत्यधिक राम्रो कुरा हो भनौँ न। आवश्यकता छ नि त यो जङ्गल त। अनि एक तरिकाले ठिकै पनि छ, तर यहाँनिर चाहिँ त्यस्तो साथीहरू खेल्नको लागि कोही पनि पाइँदैन क्या। जब स्कुल छुट्टी भइसके पछाडि चाहिँ नानीहरू पनि एकदमै मोबाइलमा मात्रै व्यस्त हुन्छन्। त्यो कारणले यहाँनिर खासै भेटिँदैन। अहिले चौरीहरू रित्तिएको छ, अनि फुटबल गेमहरू लगभग कम्ती हुँदै गएको छ। नभए म्याक्सिमम् जुनसुकै ठाउँमा पनि एकदमै त्यतिखेर चाहिँ फुटबल गेमहरू भइरहेको थियो। अनि एकदमै राम्रो गेमहरू, थोरै किन नहोस् प्राइज, तर पनि गेमहरू चाहिँ
भइरहन्थ्यो भनौँ न। अनि एकदमै रमाइलो क्षण थियो त्यो समयको। अहिले त्यस्तो छैन साथीहरू। हुन्छ, मैले तपाईँहरूलाई मेरो बाल्यकाल बितेको ठाउँहरू तपाईँलाई पनि देखाइसकेँ। अनि यो स्विमिङ पनि मैले यही खोलाबाट सिकेको साथीहरू होइन। मलाई स्विमिङ पर्फेक्ट तरिकाले आउँछ, जस्तो सुकै पानीमा पनि म डुब्दिनँ, यही खोलाले मलाई सिकाएको। कुनै कुनै ठाउँमा चाहिँ एकदमै गहिरो हुन्थ्यो, हामीलाई डुबाउने, यसो गर्दा पनि हात नदेखिने ठाउँहरू पनि हुन्थ्यो। त्यो ठाउँमा चाहिँ हामी नुहाउँथ्यौँ। अनि यही खोला हो, डाँस खोला भन्ने हो। यहाँ चाहिँ अहिले त्यति धेरै पानी खासै देखिँदैन। त्यो समयमा चाहिँ एकदमै अत्याधिक मात्रामा पानी पनि बढी नै थियो। अनि यो अहिले जेठ महिनामा छुँदा पनि अहिले पानी खासै छैन, अलिक थोरै नै छ। अनि सायद अब त्यो बेलामा चाहिँ हामी सानो पनि भएर होला, थोरै पानीमा पनि हामी डुब्ने गर्थ्यौँ। तर पनि हामी त्यहाँ चाहिँ स्विमिङ गरेर पौडी खेलेर निक्लिन्थ्यौँ। अनि हामीलाई कसैले पनि स्विमिङ सिकाएको होइन, हामी चाहिँ भुइँफुटुवा भनौँ न, आफै स्विमिङ सिकेको। जब मान्छे परिन्छ नि, त्यस्तो अवस्थामा परिन्छ नि, अनि मान्छेले आफै स्विमिङ सिकिँदो रहेछ क्या साथीहरू। अनि यो चाहिँ म स्वयं भोगेको कुराहरू हो। जब गहिरो पानीमा सट्ट एक्कासी छिर्दाखेरि चाहिँ अब त्यसलाई चाहिँ कसरी तर्ने भन्ने कुराहरू चाहिँ कसैले भनेको हुन्थ्यो, हात चाहिँ यसो चलाउनु पर्छ, खुट्टा पनि चलाउनु पर्छ, माथि तैरिन्छ भन्ने कुराहरू हुन्थ्यो। अनि त्यसै गर्दा गर्दै सिकेको। पानी पनि केही मात्रामा त अब खान्थ्यौँ। अब त्यतिखेर त्यो समयको पानीहरू पनि त्यति साह्रो फोहोर दूषित त हुन्थेन। अनि खोलाकै पानी पनि कहिलेकाहीँ त अलिकति त्यो सिक्ने क्रममा चाहिँ हामीले खाएको पनि छौँ। अवस्थाहरू त्यस्तो पनि आएको थियो। तर एकदमै त्यो अविस्मरणीय क्षण लाग्छ, कहिले पनि नबिर्सने होइन। साथीहरू, म तपाईँलाई यही भन्न चाहन्छु आजको यो भिडियो मार्फत होइन। यो अहिले हामी खेल्ने चौरी चाहिँ एकदमै जङ्गल भएको छ। अनि ठिक छ, रमाइलो छ। अहिले पनि म त्यही पहिलाको सम्झनाहरू चाहिँ यो ठाउँमा आएर चाहिँ मेरो ताजा भएको छ मेरो दिमागमा चाहिँ होइन। अनि एकदमै खुसी लागेको छ म यो ठाउँ आएर मैले तपाईँहरूको माझमा मेरो बाल्यकाल बितेको ठाउँहरू तपाईँहरूलाई देखाउन पाउँदा म चाहिँ एकदमै अत्याधिक मात्रामा खुसी भएको छु साथीहरू होइन। हेर्नुहोस्, एकदम रमाइलो छ ठाउँहरू। हेर्नुहोस्, यहाँनिर चाहिँ अहिले विभिन्न किसिमका प्रायः सिसौको रुख छ। अनि त्यसमा रङ काठ रहेको छ। अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो खयरको रुख पनि रहेछ। यो चाहिँ एकदमै रमाइलो छ साथीहरू होइन। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, हेर्नुहोस् हजुर होइन। यहाँ अघि चाहिँ हाम्रो फुपूले पनि च्याउ पनि खोज्दै हुनुहुन्थ्यो। च्याउहरू पनि अत्याधिक मात्रामा यहाँनिर चाहिँ पाइन्छ। झरी च्याउ भन्थ्यो है। झरी च्याउ चाहिँ हामीले पनि निकै नै सानोमा खाने गर्थ्यौँ। एकदमै टेस्टी हुन्थ्यो। हेर्दाखेरि चाहिँ सानो सानो, तर त्यो पकाएर खाँदाखेरि चाहिँ एकदमै टेस्टी हुन्थ्यो है। खानाहरू पनि एकदमै बढी रुच्ने क्या त्यो च्याउले चाहिँ। अनि यो जडीबुटी नै होला सायद होइन, त्यो कारणले पनि एकदमै खुसी लाग्छ। अब यो ठाउँमा रहँदाखेरि चाहिँ मेरो बाल्यकालको घटनाहरू एकदमै धेरै छ, अत्याधिक मात्रामा छ। तर पनि तपाईँहरूलाई मैले चाहिँ एक दुईवटा कुराहरू चाहिँ तपाईँहरूको माझमा मैले प्रस्तुत गरेको छु साथीहरू होइन। कस्तो लाग्यो यो भिडियो तपाईँहरूलाई? मन परेमा अथवा नमन परे पनि तपाईँले प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला। मैले यहाँ तपाईँहरूलाई अहिले एकछिनमा म तपाईँहरूलाई यो यहाँको बी भनौँ न, बी चाहिँ हामी बीको तरकारी चाहिँ हामी अत्याधिक मात्रामा खान्थ्यौँ। त्यो बी भनेको चाहिँ तपाईँहरूलाई थाहा पनि होला सायद, कतिजनालाई थाहा पनि छ, कतिले खानु पनि भएको छ, कतिले खानुभएको छैन। तर पनि म तपाईँहरूलाई त्यो बीको फोटो नि म भिडियो पनि देखाउने छु है त साथीहरू। म जाँदैछु, यहाँ चाहिँ अत्याधिक मात्रामा बी भन्ने पाइन्छ। बी भनेको चाहिँ एउटा भनौँ न जङ्गली सानसानो दानाहरू हुन्छ, फल। अनि त्यो खाँदाखेरि चाहिँ धेरै कुरामा हाम्रो मानव शरीरमा चाहिँ धेरै कुरामा फाइदा पुऱ्याउँदो रहेछ क्या। अहिले आएर त्यो कुरा चाहिँ मलाई पनि थाहा हुँदै गएको छ। तर हामीले चाहिँ सानोमा चाहिँ अत्याधिक मात्रामा त्यो कुराहरू खाएको कारणले गर्दाखेरि होला सायद होइन। अनि हामी यतिको हेल्दी भएको होइन साथीहरू। यही हो बी भनेको चाहिँ। हेर्नुहोस् न साथीहरू, यो चाहिँ बी हो क्या। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ बी हो। यो चाहिँ तपाईँको बढी मात्रामा टाउको दुख्ने समस्या छ भने पनि तपाईँहरूले यसलाई खान सक्नुहुन्छ। माइग्रेनको समस्याहरू छ भने तपाईँले यो बीको चाहिँ पाकेको बी चाहिँ तपाईँले टाउको निधारमा दल्नु भयो भने पनि तपाईँको यो समस्या चाहिँ निको हुने गर्छ। यो अझ यसलाई चाहिँ तरकारी बनाएर तपाईँहरूले नियमित रूपमा खानुभयो भने चाहिँ तपाईँहरूको त्यो टाउको दुख्ने समस्याहरू पनि जान्छ। अनि यो टन्सिलको समस्याहरू भएको हुन्छ नि, त्यो टन्सिलको समस्याहरू भएको व्यक्तिहरूलाई पनि यो बी नियमित मात्रामा खानाले चाहिँ एकदम राम्रो गर्छ है साथीहरू। तपाईँहरूलाई म यो जानकारी, स्वास्थ्यमूलक जानकारी चाहिँ तपाईँहरूलाई मैले आजको भिडियोमा यो भनेको छु होइन। तपाईँले पनि एकचोटि ट्राई गर्नु होला। यो चाहिँ खानु अत्याधिक मात्रामा स्वास्थ्यको लागि चाहिँ फाइदाजनक छ साथीहरू। यो चाहिँ हामी
अर्ग्यानिक जडीबुटी भनौँ न। अब तपाईँहरू कसरी बुझ्नुहुन्छ यसलाई होइन, यो चाहिँ धेरै नै छ। यो सबै बीको बोटहरू हो, हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर बी नै बी छ। यो यता त झन् धेरै फलेको रहेछ, हेर्नु त। आम्मामामामा यो त बी नै बी, हेर्नु त कस्तो लटेरम्मै फलेको रहेछ। म चाहिँ यो अहिले लानेवाला पनि छु, मेरो घरमा आज पकाएर खाने यो बी चाहिँ होइन। आलुसँग मिक्स गरेर खाना पनि एकदमै राम्रो हुन्छ। यो जुनसुकै रोग भएकोले पनि खानको लागि एकदम फाइदाजनक छ भनौँ न, खान सक्छ यो। अझ तपाईँहरूको चाहिँ बढी टाउको दुख्छ भने चाहिँ यो खानै गर्नुहोस् होइन, एकदम राम्रो फाइदा पुऱ्याउँछ। यो धेरै सबै छ, बिकै बोटहरू मात्रै छ प्रायः छ। यता पनि छ, यो जङ्गलतिर पनि। यहाँ पनि चौरी नै थियो साथीहरू। पहिला हामी सानो छँदाखेरि चाहिँ यो सबै चौरी हो। अब अहिले चाहिँ भने यो जङ्गल भएको छ। अनि यो हाम्रो खेत यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो खेत हो। हाम्रो घर चाहिँ उता डाँडामा थियो, यो बाँस गाडी छ नि पर तपाईँहरूले देख्न सक्नुहुन्छ। यो बाँस झ्याडी भएको उतापट्टि घर थियो। अनि अहिले चाहिँ हाम्रो उतापट्टि सार्नु भएको छ। अहिले पनि स्टिल आमा र बुवा चाहिँ, आमा बुवा अनि कान्छा भाइ चाहिँ यहीँ नै बस्नुहुन्छ। अनि हाम्रो खेत चाहिँ यही हो साथीहरू होइन। हामी चाहिँ हुर्केको यहीँ हो, सानोमै म जन्मेको ठाउँ पनि यही हो। एकदमै रमणीय छ साथीहरू। अब हामीले चाहिँ छोडेर अहिले सहरतिर लाग्यौँ साथीहरू होइन। सहरतिर गएको कारणले यस्तो अब हेल्दी कुराहरू चाहिँ हामीले खाना पनि पाउँदैनौँ। सहरमा भनेको त तपाईँ सबैले खाने भनेकै त्यो केमिकलयुक्त खानेकुराहरू मात्रै हो। अहिलेको सागसब्जीहरू कुनै पनि अर्ग्यानिक तपाईँहरूले पाउनुहुन्न, सबै त्यो दबाई लगाएको, केमिकल लगाएको। अनि मान्छेलाई कस्तो छ भने नि अहिलेको समयमा जति सक्दो एनी हाउ पैसा कमाऊ भने जस्तो क्या। अब पैसा कमाउनको लागि मान्छेले त्यो फललाई चाहिँ जस्तै अब 2 महिनामा पाक्दैछ भने त्यो 1 महिनामै पाक्ने बनाउँछ क्या। त्यो केमिकल लगाएर हुन्छ कि के गरेर हुन्छ, त्यसलाई चाहिँ एकदमै छिटो पैसा कमाउने बाटो मात्रै खोजिरहेको छ मान्छेलाई। मान्छेको स्वास्थ्यको लागि केही पनि छैन। स्वास्थ्य जेसुकै होस्, ड्याम केयर, तिनीहरूको स्वास्थ्य जेसुकै होस्, मलाई जसरी पनि पैसा चाहिएको छ भन्ने धारणा मान्छेमा चाहिँ पलाएको छ। त्यो कारणले गर्दाखेरि पनि अहिले हामीले सागसब्जीहरू एकदमै अर्ग्यानिक कुराहरू चाहिँ हामी खान पाउँदैनौँ। तपाईँहरूले यो भोगेकै कुराहरू हो भनौँ न। मैले भन्नुभन्दा पनि अगाडि तपाईँहरूले जानिसक्नु भएको कुराहरू छ, तर पनि मैले तपाईँहरूको माझमा तपाईँहरूको दिमागमा चाहिँ फेरि पनि सम्झाइदिएको, सम्झना रिमाइन्ड गराइदिएको भनौँ न होइन। ल साथीहरू, मैले आजको भिडियो मार्फत चाहिँ मैले तपाईँहरूलाई यति नै भन्न चाहेँ है त साथीहरू। म चाहिँ अब फर्किँदैछु। अब यो हाम्रो चाहिँ यही हो खेत भनेको होइन। यहाँ मकै चाहिँ खासै फलेको छैन। यतापट्टि यो चाहिँ अलिकति माटो अलिकति हिलो भएको कारणले गर्दाखेरि यहाँ माटोले गर्दाखेरि मकैहरू चाहिँ सबै मरेको छ। यतापट्टि चाहिँ निकै नै फलेको छ। अनि तपाईँले देख्न सक्नुहुन्छ घाँसहरू पनि अत्याधिक मात्रामा हुन्छ यहाँ चाहिँ होइन। हाम्रो गाईबस्तुहरूको लागि चाहिँ एकदमै भरिपूर्ण यहाँनिर चाहिँ घाँसहरू पाइन्छ। हाम्रो गाईबस्तुले खाइ नसकेर अन्य व्यक्तिहरूले पनि हाम्रो यो जग्गाबाट चाहिँ, हाम्रो खेतबाट चाहिँ घाँसहरू लिएर जानुहुन्छ साथीहरू होइन। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो। यो चाहिँ गाई गोरुको लागि एकदमै अत्यावश्यक घाँस चाहिँ यहाँ पाइन्छ साथीहरू। हेर्नुहोस् न एकदमै राम्रो। यो चाहिँ पोसिलो घाँसहरू भनिन्छ। यो चाहिँ सिरु जस्तो पनि छ होइन। हामी चाहिँ यसलाई सिरु झार भन्थ्यौँ। अनि यो चाहिँ एकदमै राम्रो छ गाईबस्तुहरूलाई खुवाउँदा पनि। दुधहरू गाईले पनि एकदमै राम्रो दिन्छ यो खालको घाँसहरू नियमित रूपमा खान पायो भने चाहिँ होइन। अनि मकै पनि अब आँटिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ होइन। ल साथीहरू, मैले आजको भिडियो मार्फत तपाईँलाई यति जानकारी दिन चाहेँ। मेरो बाल्यकाल चाहिँ यही जानकारी दिन चाहेँ। यो ठाउँमा चाहिँ खासै मान्छेहरू छैन। अब चाहिँ सबैजना चाहिँ सहर बजारतिर लागिसकेका छन् साथीहरू होइन। ल है त साथी, आजको लागि यति नै। बाई बाई।